सो हाई एभ्री वान सबैजनालाई वेलकम ब्याक टु माई मिनी ब्लग सबैजना ठिकै सन्चै हुनुहुन्छ होला अनि आजको जो चाहिँ स्पेसल रहेको छ अरूको लागि अनि आज चाहिँ ह्याप्पी भ्यालेन्टाइन डे रहेको छ अनि मेरो लागि चाहिँ स्याटरडे प्लस क्लिन डे रहेको छ। आज चाहिँ इक्जाम सकेर फिनिस भइसकेपछि चाहिँ रुम एकदमै फोकर भएको भएर चाहिँ सफा गर्दै थिएँ अनि त्यहाँ चाहिँ मग भए पनि त्यो मगमा मलाई पुच्छा लाउन चाहिँ लास्टै घाउ लाग्यो अनि त्यसैले बरु हातैले लगाउँछु भनेर हातले लगायो भने एकदम चटचट क्लिन हुन्छ भनेर हातै युज गरेर पुरा गोडा टेकी म सफा गर्दैछु अनि आफ्टर द्याट लगेजहरू पनि सफा गर्दैछु किनभने अब हामीहरूको भ्याकेसन पनि हुन लागेको छ अनि घर जाने टाइम पनि आइसकेको छ अनि ल मेरो मन्दिरनिर पनि पूजा गरिसकेको छु। आफ्टर द्याट अब कपडा धुनु पऱ्यो भनेर मैले कपडा सबै धोइसकेको छु। कपडा मात्रै नधोएर आज चाहिँ तन्नाहरू सबै बेडसिटहरू सबै पनि धोइसकेको छु अनि आफ्टर द्याट कपडा चाहिँ यति धेरै थियो कि अब त्यो देखाउनै सकिन्न अनि त्यसपछि चाहिँ सुकाएर पनि मैले ल्याएर अनि बेडसिट मिलाउन थालेको थिएँ। बेडसिट चाहिँ मैले नर्सिङ पढेको भएर होला बेड मेकिङको हिसाबले नै बेडसिट मिलाउँदैछु त्यति चाहिँ मैले सिकेको छु अनि थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। हजुरहरूलाई कस्तो लाग्यो लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू टु अल।